हेलो गाइज नमस्ते है सबजनालाई सो लङ टाइम नोसी हो गाइज हो यत्रो दिनसम्म गायब भएर बसिरहेको थिएँ किनकि मेरो आफ्नै प्रब्लमहरू थियो र सबभन्दा पहिला पछाडिको दृश्यहरू हेर्नु बबालाई मेरो रुम चाहिँ यहाँ छ बस्छु पछाडिको चाहिँ लेक साइड फेवाताल पनि ट्याक्क देखिरहेको छ दामी छ नजारा चाहिँ बिहानमा चाहिँ बवालै आउँछ बवालै सुपर है घाम लागिरहेको छ त्यसैले चस्मा पनि लगाइरहेको छु कपाल पनि जिङ्रिङ्ग भएको छ जस है बिहानको ठ्याक्क 10 साढे 10 भइसकेको छ सबजनालाई गुड मर्निङ है लेट भए पनि र यस्तै छ गाइज रमाइलो छ म जब गर्नु चाहिँ त्यता जब गर्छु है जानुपर्छ उहाँ हल्लन्चोक जानुपर्छ दिनभरि यतै बस्न पनि मिल्दैन जानुपर्छ काम गर्न मन पर्छ अब जानु पर्यो मन लाग्दैन काम गर्न अब त बुढी चाहिँ भन्न पाइयो नि त सन्तोष कुरो त यस्तो जग्गा चाहिँ अब देखाउँछु हजुरहरूलाई पनि ब्लगमा आइजाइ भनिरहेको छु आउँछ र अबदेखि बुढाबुढीको ट्याक्क लाएर ब्लग पनि हाल्नुपर्छ है हेर्नुपर्छ लाइक सपोर्ट गर्नुपर्छ है शेयर सब्सक्राइब एभ्री है हजुर नि है सब गर्ने फेरि आइसियो ओ झुम्री क्याट देऊ नाचेको देखेँ हाँ हेर्दा त्यो राम्रो त्यहाँ गाइज मेरो बुढी है कसको बुढी अरे कसको बुढी अरे तल्लो घरको छिमेकीको टमाल्स गर्दा तिम्रो अनुहार भन्दा सेतो है मेरो खुट्टा त 24 घण्टा त जुत्ताभित्र खाँदै काली बुढी ल्याइएछ क्या अनुहार खुट्टा जुत्ता तिम्रो पनि त्यो खुट्टा भन्दा अनुहार कालो होइन अनुहार जुत्ता भने कि अनुहार झन् दामी हो नि मेरो तिमीले भने यस्तो हुन्छ बवाल छ अझ कति तरुनीहरू आउने आउने मतलब छैन होइन मोटा चाहिँ मेरो बुढी अब बस्ती बस्दा घैँटो अत्रो हुने अल्यो अनि तर यहाँबाट गुल्केर लेक साइडै पुग्थ्यो अनि म त अब चाहिँ होइन घर गाएर तिम्रो कहाँबाट भगाएर लिएर आएको भन्दा भन न फेरि कहाँबाट भगाएर लिएर आएको तिमीलाई चौथीदेखि भगाएर ल्याएको लिएर आएको है तिमी आफै आएको है पछि गएर मैले भगाएको नभएर मलाई रिस नउठाऊ है आफै आएको तिमी बुझ्यौ नि पछि तिमी मम्मीलाई भिडियो देखाइदिन्छु नि फेरि म सोध्यो यता भन्न यता के हो हो रे है क्या चाहिँ खाना हाल्थ्यौ ग कहिले त्यस्तो पस्केर खाऊ न यार कहिले पस्केर खाऊ रे अनि तिमीलाई लिएको खाना पस्किदिनु त बुढी हसी बुढीले पस्केको बुढीको खाना मिठो हुन्छ नि त रे पस्केको फकाउनु पर्छ है गाइस आफ्नो बुढीलाई म चाहिँ अब निस्किएको हो जबमा जानुपर्छ काम गर्नु पर्यो खानु पर्यो गाह्रो छ गाइस लाइक सेयर सब्सक्राइब नि ओके अनि बल्ल हुन्छ कि तर हुन्न त हुन्न यदि भ्लगमा खानुपर्छ भने हिन्दीमा कन्टेन्ट गराउनुपर्छ हिन्दीमा कन्टेन्ट गराएर इन्डियामा खान सक्यो भने बल्ल भ्लग गरेर केही हुन्छ गाइस नेपालमा गरेर केही पनि हुन्न पहिलो कुरा है केही पनि हुन्न ओए मजा लाइफ जिन्दगी क्या पाइच्छस् यार हा सुते म जस्तो उहाँ बुढी पाल्न परे होइन मजा पो उहाँ बस्छ है म चाहिँ त्यो घरमा थर्ड फ्लोर यो चाहिँ बिल्डिङ हो यो चाहिँ च्याउला जङ्गल छ यता त है गाइज म बस्नु त त्यस्तो सहर होइन नि म त जङ्गलतिर पो मजा आउँछ पिस ठाउँ क्या साइलेन्ट पिस ठाउँ चाहिन्छ पिस ठाउँ यस्तो छ ठाडै उकालो 5 मिनटमा पुगिन्छ त्यही भएर बाइक स्कुटर केही निकाल्ने होइन सर हिँड्दा हुने एक्सर्साइज नि हुन्छ बिहान 6 महिना भयो होइन त्यहाँ दराज दिएको अझसम्म बनेको छैन
केही लापत्ता पनि छैन। अब गएर सोध्छु होइन, ओ दाइ भन्दै जानु पऱ्यो के भन्छ आज पनि निडिए कस्तो दिन्छ। आज ठिक छ बनेर रहेछ, यस्तो बनाउनु लागेछ भने ठिकै छ, नत्र चान्सेस छैन। दिन्न त्यसले भनेको छ, गाह्रै पर्छ ल्याउनलाई, तर जसै भए पनि फुत्काउनु पर्छ, पैसा दिइसकेको नि त यार। मैले चाहिँ सक्दिनँ भन्छन्, अर्को ठाउँमा देखु भन्छन् गरे। अब अर्को ठाउँबाट कति दिन लाउँछ, 2 दिन लाउँछ अरे दराज बन्न। बनेन भने फेरि लिएर देखाउँछु है। म जबमा नि आइसक्नु लाग्यो। अब लास्ट गर्मी छ, डेन्जर घाम छ है, कपाल नि उठेछ जस्तै, कपाल पाल्न नि अब काट्दिउँ जस्तो भइरहेको। गर्मी त लास्ट छ है, लास्ट बढिरहेको छ गर्मी। म पनि आइपुग्न लागिसक्यो जब। अब 2 मिनट नि लाग्दैन, 3 मिनट हिँड्दै आइसकेँ। 2 मिनटमा म काममा पुग्छु। यस्तो चाहिँ आउने जाने खाने सुत्ने आउने जाने, कतै घुम्न पनि पाएको छैन, केही भ्लग पनि गराउनु पाएको पनि छैन। मलाई चाहिँ उता बसको चाइनिजले भेटेर वेयर आर यु फ्रम भन्दैछ। आम फ्रम नेपाल, हियर नाउ। यस्तै चोकमा कोही पनि छैन त अहिले त, कोही पनि छैन। तर नमजै लाग्छ नि के छ मेरो दाइ? भ्लग बनाइदिनु। हेलो दाइ है, चस्मा किन्न पर्यो नि दाइको पसला हाजिर डिस्काउन्ट दाइ 50% ढुक्क चोकमा, हल्लन चोक। यस्तै चाहिँ आइसकेँ म, अब धेरै छैन। ल यस्तो चाहिँ आइसकेँ म। मामाश्री के छ? आरामै खै नि दाइको गाडी तल है कता। आज नयाँ स्टाफ आउँछु भन्थ्यो, इन्टरभ्यू दिनुपर्छ उसको। ट्याग लगाएर पेन्टिङ ट्याग दिएको छ मेरो। म चाहिँ आइपुगेँ, ट्याग लगाएर। ब्याग स्याग राख्छु, फ्रेस हुन्छु। त्यो हो क्या, त्यहाँ नि यहाँ नि काम त गर्नु पर्दैन, भए पनि त्यहाँ बस्नु यहाँ बस्नु, यो बस्ने नै यो कसम सिप सिक्यो भने के काम लाउँथ्यो यार। सिप सिकाओ सबभन्दा पहिला गाइज केटा हो, सिप इज टु मच इम्पोर्टेन्ट है लाइफमा। सिप कि चाहिन्छ, पढाइ मात्र भएर नि हुन्न, पढ्न नि पर्छ, तर हाई लेभल पर्फर्मेन्स गरेर केही पनि छैन यहाँ। मिडियम गर्ने आधा सिप सिक्ने आधा पढ्ने, इक्वल बराबरै। सब जागिर खान नि पाइन्छ, सब गर्न नि पाइन्छ, बोल्न सक्ने यो चाहिँ हुनु पर्छ। यो भयो भने पुरै खान पाइन्छ, पुरै केपी ओली जस्तो देशी खान पाइन्छ है। भएर बोल्न सिक्नुपर्छ। जानु म अझै पनि सक्दिनँ, कन्टेन्ट बनाउँदाखेरि अझै पनि बोल्न सक्दिनँ, अझै पनि के बोलौँ कसो बोलौँ भन्छ, तर पनि बोल्छु जस्तोसुकै होस्। मलाई मतलब छैन, बाल छैन, मलाई हेर्नेले हाँस्नु, तर मलाई बाल छैन। कुनै सवाल गर्दैन, मलाई कुनै बाल छैन। जान्छ त ऱ्याप जान्छ त। कमेडीमी अरे काम सकेको छ। सब इन्डियनहरू आउनुला हल्का फुल्का, बिजनेस पनि थप्प सबजनाको। ट्याक्सहरू हिँडिरहेको छ, अनि सरकारले भनिरहेछ बिस्तारै। दाइ पनि अगाडि बसिराख्नु छ। चाइनिज रेस्टुरेन्ट बर्गर हाउस खाली छ है अपार्टमेन्ट। कोही आउनु चाहनुहुन्छ भने आउँदा हुन्छ। हल्लन चोक लेक साइड यो। हेलो गाइजहरु, म चाहिँ पहिला जान लाग्छु। ल राम्रोसँग जाऊ है। ओके बाइ बाइ। ल आउँदै गर्छु न। ल बाई बाई। पोको बोकेर गइन् ल, पहिला गइन्। ओ माई गड, बस्दा बेलुका भइसकेको छ काममा। 10 बजिसक्यो है। यस्तो छ, सुनसान भइसक्यो लेक साइड है, हल्लन चोक लेक साइडको ट्यागकोमा सुनसान छ। लगाएछ है, सर्ट भ्लग आउँछ, डोन्ट माइन्ड। नेक्स्ट भ्लग इज बबाल है गाइज, बबाल आउँछ। ओके गुड नाइट।
one day vlog also.